जान्नु हामीले कि हामीले जहिले पनि जस्तो जान्नु पर्छ हामीले गाईको बनायो त्यस्तै चलिरहेको छ पोजिसन पनि हुन्छ यो साइड ब्याग स्टपबाट टाढा एउटा त्यसको ग्याप कतिको हुन्छ त्यस्तै बस्छ त्यस्तो हुनुपर्ने दुईवटा अगाडि पुगेर त्यहाँ पोजिसन चाहिँ हुन्छ त्यहाँ बसेपछि त्यो पोजिसन भएपछि के हुन्छ ट्रिपल बनिहाल्छ बनिरहेछ एउटा माथि एउटा उतापट्टि बिचमा एउटा स्टेगर छ एटेकिङ जब हुन्छ हाम्रो एटेकिङ कोही बेला बिचबाट हुन्छ कोही बेला साइडबाट जताबाट त हुन्छ होइन अगर उता साइडबाट हुँदैछ भने त्यसले त त्यो साइडमा हुन्छ नि त त्यतिखेर यताको उताको अगाडि बिचमा पसेको हुन्छ नभए यति त पक्ला हुँदैन टाढा त्यो अगाडि गएको हुन्छ यहाँ दुईजना अगाडि गएको हुन्छ एकजना मटेरियल गोल पोस्ट ल्याइरहेको हुन्छ एटेकिङमा एकजना अलिकति पछाडि गएको जो पनि अलिकति अप डिगरमा हुँदैन अब त्यस्तै सेम उताबाट पनि एटेक भएको छ भने यता कसरी गर्ने हुँदैन अब के म यो सन्दर्भमा यस्तो हुँदैन यहाँ गराउँदैन तर मैले जस्ट भनेको मात्रै अगर साइड ब्रेक अगाडि गएको छ जान्छ ओभरटेक जान्छ गेममा साइड ब्रेक अगाडि गएको छ भने त्यो के हुन्छ यताबाट गएको छ नि त यताबाट गएको छ भने एउटा विङलाई गएको यसको यो जानु जरुरी छैन यो माथि गयो भने यता पनि साइड माथि गयो भने दुइटै ग्याप मात्रै यहाँ दुईजना मात्रै हुन्छ एक साइडबाट गएको छ साइड ब्रेक साइडबाट अलिक तलै बस्नु बुझ्यो किनभने कोहीको टाउको के हुन्छ यो साइडबाट एट्याक भयो कोही बेला पर्छ यो साइडबाट एट्याक गर्छ काउन्टर एट्याक यो खाली हुन्छ नि यसको हुँदैन यो खाली स्पेस यहाँबाट फेरि एट्याक भएपछि गर्छ जता पनि छ जुन जग्गा जान्छ यसको कोल उयो खेल्छ अब यो उहाँ गयो उसले अब उता पनि खेल्नु सक्छ यता पनि खेल्नु सक्छ यता खेल्यो भने यो तिनजना बनिन्छ तिमीहरू अगर उता खेल्यो भने त्यो तिनजना बनिन्छौ खेल्यो फेरि सिफ्ट गर्छौ बल मात्रै सिफ्ट हुन्छ अब यो यत्रो टाढो पनि नबस्नु अलिक कोच्नु जानु यो अलिक चारवटा बनाउँछु ग्राउन्ड कभर गर्नु लागि बुझ्यौ अलिक यहाँ गेम हुँदैछ अलिकति यति आउँदा केही हुँदैन अलिकति यता आउँदा केही हुँदैन बुझ्यौ यहाँ खेल्छ सिफ्ट हुन्छ अब यहाँबाट फेरि सिफ्ट गऱ्यो लाग्छ यहाँ छ भने लाग्छ गइहाल्छ फेरि यता खेल्नु त्यो खेल्दा
Ya, support dong. Udah. Dale, dale, dale. Por favor, bol. Good ball. Hitul.